हामी नेपालीहरू खत्रै जज हौं। हामीलाई जजमेन्ट चाहिँ खत्रै गर्न आउँछ। त्यो फिल्डमा काम गरेको होस् या नहोस्, जजमेन्ट चाहिँ हामी दिइहाल्छौं। नेपालको न्यायालयले पनि यिनीहरूले जति नै चाँडो जजमेन्ट दिने हो भने चाहिँ कुनै पनि केस पेन्डिङ हुन्छ जस्तो चाहिँ लाग्दैन मलाई। अस्ति प्रेसर कुकरमा अन्डा बिरयानी बनाएको, यो त अन्डा भात भयो, के भयो भन्दै कमेन्ट्स आइरहेको थियो। कुनै रेस्टुरेन्टमा त्यसै गरी बिरयानी बनाएर लिएर आएको भए यिनीहरूले थाहा नै पाउँदैन थिए। प्लेटमा हालेपछि यिनीहरूले थाहा पाउँदैनन्, देखे भने मात्र थाहा पाउने हो। आज चाहिँ हामी दम बिरयानी बनाउन गइरहेको छौं। मेरिनेट गरेको मासु र बोइल गरेको राइसलाई हामी लेयरमा गरेर राख्छौं। दमको लागि चाहिँ मैले पिठोको डोलाई भाँडाको बिटमा राखेर एयरटाइट गर्न खोजेको छु। दमको लागि रोटी पकाउने तावामाथि मैले त्यो बिरयानीको भाँडा राखिदिएको छु। बिरयानीमा दम लागुन्जेलसम्म हामी राइता बनाऊँ। राइता बनुन्जेलसम्ममा 15 मिनेट जति भएको थियो। बिरयानी पनि पाकिसक्यो हाम्रो। बिरयानी प्लेटिङ गरेर हामी टेबलमा राखेर खान सुरु गर्यौं। अब स्वाद कस्तो भयो भनेर प्रसिद्धिलाई सोधौं। प्रसिद्धिलाई एकदमै मिठो लाग्यो जस्तो लाग्यो मलाई चाहिँ। हेरौँ है त उसको रियाक्सन कस्तो छ। एकदमै राम्रो रियाक्सन दिनु उनले। थ्याङ्क्स फर वाचिङ।